चाहिँ पिच पार्कमा डुङ्गाहरू सुरु भएको भन्ने सुनेको थियो, त्यो भएर आज हेर्दैछु ल गाइस कतिको हो रहेछ हेरौँ। यताबाट जाने, यहाँबाट गयो रोटे रोड। पिच पार्क चाहिँ यता छ, मान्छे छैन आज धेरै, अनि यसो म चाहिँ त्यहाँ हेर्न जानु लाग्यो। अनि तपाईँहरू आउने भए चाहिँ अब खै कहिलेदेखि स्टार्ट हुन्छ थाहा छैन, तर बनाएको रे डुङ्गा हालेको छ अरे भनेर सुनेको थिएँ मैले चाहिँ। अनि हेर्न जाँदैछु म चाहिँ, हेरौँ है त कतिको बनेछ। लगभग 7-8 महिना चाहिँ बन्द भएको थियो। यता चाहिँ पिच पार्क छ, अनि यहाँ चाहिँ पिच छैन कि, यहाँबाट अलि माथि जानु पर्यो, यता जाने। तर म त यहीँको यहीँ नआएको कति भएको थियो। अब हेरौँ, म त्यहीँ हो, अब जाँदैछु। पहिला त ठिकै थियो, धमिलो थियो पानी, खासै राम्रो लागेको थिएन मलाई पनि। तर अहिले चाहिँ बनाएको छ, बनाउँदैछ भन्ने सुनेको थियो। तर हेरौँ न के कसो बनारहेछ। जानु पर्यो एकैछिन, मान्छे छैन, कमाइधन्दा भिडियो बनाउने बस्ने। अनि आइपुग्नलाई म ढुङ्गा एउटा चाहिँ देख्यो अहिले, टाउको मात्र देख्दैछ। हेरौँ अब के कसो रहेछ। तारबार त हालेछ मस्तले, पहिला चाहिँ यस्तो तारहरू थिएन, अहिले चाहिँ हाले रहेछ। तर पानी चाहिँ त्यही धमिलै रहेछ ल, ढुङ्गा चाहिँ रहेछ कि आमा ल। पानी चाहिँ हालेछ, तर एउटा चाहिँ वहाँ रहेछ, यत्तिको चाहिँ छ। पानी चाहिँ धमिलै हो जहिले, यहाँ अग्लो पानी त कहिल्यै हुँदैन। डुङ्गाहरू नै हालेर राखेको रहेछ कि। तर एक्लै छ, नभए खेल्न हुन्थ्यो म अहिले। अब के गर्नु, यहाँबाट चाहिँ वहाँ टावरभन्दा यतापट्टि त्यहाँसम्म जाने हो। अनि 50 रुपियाँ लिन्छ भन्ने चाहिँ भनेको थियो। 2-3 राउन्डको 50 रुपियाँ। पहिला नि 50 थियो। पहिला चाहिँ यहाँ यो भत्किएको थियो, अनि भत्किएर चाहिँ अलिक गाह्रो हुन्छ कि भनेर चाहिँ बन्द गरेको थियो। अनि यिनीहरू पनि बनाउनु थियो, यहाँ दामी बनायो, यता नि दामी बनायो, त्यही हो। अब यहाँबाट वहाँसम्म, अब यहाँ अलिकति बनाउनु बाँकी रहेछ, त्यो बनाएर पानी चाहिँ यही हो, फोहोर छ, धमिलो पानी रहेछ। बर्खाको पानीले त हो यहाँ जम्ने, त्यही पानी चाहिँ जम्मा रहेछ। ठिकै छ, अब यो पानी चाहिँ सङ्लो त हुँदैन, यो धमिलो पानीमा चाहिँ अलिक मजा आउँदैन कि। अलि साङ्लो पानी भए दामी हुन्थ्यो। अब कति त फोहोरै यहीँ फालिदिन्छ घुम्न आउनेहरूले, के भन्नु र। नभए त सही छ नि, यस्तो जङ्गलको छेउमा टक्क लाएर। अनि यत्तिको भएपछि त क्या मजा आउँथ्यो त। पहिला नि चलिरहेको थियो, बन्द गरेर हो, बन्द नगरिकन रेगुलर चलाइरहेको भए दामी हुन्थ्यो नि। पिच पार्क अलिक तल छ, यता नि छ बस्ने ठाउँहरू चाहिँ, त्यही हो। अब यति भन्दै बिदा हुन्छु म चाहिँ है गाइस, बाई बाई। अनि फलो चाहिँ गरौँ ल।